मेरो नाम सागर बुढा मगर हो र म हाल अहिले 18 वर्षको भए र मेरो जन्म रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 6 मा भएको हो र म सानैबाट सुर्खेत जिल्ला आफ्नो मामा घर बसेको हो र यो मेरो फर्स्ट अटेम्प हो र मेरो ब्रेभ गोर्खामा ट्रेनिङ गर्न लागेको 2 वर्ष जति कम्प्लिट भइसकेको छ। मलाई ब्रिटिस आर्मीको बारेमा केही पनि थाहा थिएन। जब म कक्षा 12 मा पढिरहेको थिएँ त्यो बेला मेरो दाइ ब्रिटिस आर्मीको लागि तयारी गरिराख्नु भएको थियो र आफ्टर 1 year अफ हार्ड वर्क उहाँले आफ्नो सफलतालाई हासिल गर्न सफल हुनुभयो र उहाँको सफलता नै मेरो लागि इन्स्पिरेसन बन्यो र त्यस कारणले गर्दा म पनि ब्रिटिस आर्मीको लागि तयारी गर्न ब्रेभ गोर्खा भरत गुरुजीहरूसँग गाइडेन्स लिन आएको थिएँ। मैले रजिस्ट्रेसन र रिजनलमा धेरै नै हार्डवर्किङ गरेको हो किनभने रजिस्ट्रेसनमा आफ्नो पढाइको लागि रातिको 1 बजेसम्म पनि पढेको साथीहरूसँग बसेर पढेको मलाई अझैसम्म पनि थाहा छ र रिजनलमा मैले धेरै कुराहरू भोगे। धेरै नी इन्जरी, त्यसपछि मेरो ग्रोइन पेन, त्यसपछि ह्यान्ड पेन भएको कारणले गर्दा मैले रिजनलमै हार खान लागिसकेको थिएँ। म गिभ अप गर्न लागेको मान्छे पनि हो, तर रिजनलमा भरत गुरुजी र नवीन गुरुजीको मोटिभेसनले मलाई त्यो हार खाने मोमेन्टसम्म चाहिँ जान दिएन किनभने मलाई डक्टरले 1.5 मन्थको लागि रेस्ट गर्नुपर्छ भन्दाखेरि मलाई त्यो दिनदेखि चाहिँ मैले अब अर्को इन्टरको लागि नै तयारी गर्नुपर्छ भन्ने सोचेको थिएँ। तर भरत गुरुजीहरूले चाहिँ धेरै नै मोटिभेसन गर्दा पनि त्यो पेनलाई सहेर म त्यसबाट ओभरकम गर्न सफल भएँ र उहाँको मोटिभेसन र उहाँको गाइडेन्सले गर्दा चाहिँ भरत गुरुजी र नवीन गुरुजी मेरो लागि भगवान समान नै हुनुहुन्छ। उहाँहरूको गाइडेन्सले गर्दा म अहिले फाइनलमा नाम निकाल्न सफल भएको छु। अब ब्रिटिस आर्मीमा म जानुको कारण भनेको ब्रिटिस आर्मीको फ्यासिलिटिज र स्यालेरी हो। अभियसली अब त्यहाँको पिआर र फ्यासिलिटिजले गर्दा पनि मलाई नै अट्र्याक्सन गर्यो, तर मेरो दाइको लाइफस्टाइलहरू हेर्दाखेरि मलाई ब्रिटिस आर्मीमा नै म क्यापेबल छु। मेरो एबिलिटीहरू र कम्युनिकेसन स्किल्सहरू सबै ब्रिटिस आर्मीकै लागि बनेको जस्तो लाग्छ। त्यही भएर मलाई चाहिँ ब्रिटिस आर्मीमा जानु मन छ। त्यो भ्यालुज एन्ड स्ट्यान्डर्डहरूले पनि म त्यसको लायक छु जस्तो लाग्छ र ममा त्यो भ्यालु, क्वालिटी र सबै स्ट्यान्डर्डहरू मेन्टेन र वेल म्यानेज पर्सन हो जस्तो पनि लाग्छ मलाई। फर्स्ट अटेम्पमा फाइनल पुग्नुको कारण भनेको म एज अ नेक्स्ट इन्टेक भएर ट्रेनिङ गरेको थिएँ। सुरुमा मैले जिन्दगीमा कहिले रनिङ पनि गरेको थिएन। त्यो गर्दा चाहिँ मैले धेरै नै इन्जरीहरू भोग्नु परेको थियो। अब नेक्स्ट इन्टेक भएर अब डोको हान्दा त्यसपछि आरसीको ट्रेनिङ गर्दा चाहिँ अति नै गाह्रो थियो र मेरो फिजिकल बिलो एभरेज नै थियो। तर ब्रेभ गोर्खाको ट्रेनिङ र गाइडेन्सले गर्दा चाहिँ अहिले म एभरेजभन्दा माथि नै मेरो फिजिकल छ र त्यस कारणले गर्दा पनि म अहिले फाइनलमा पुगेको जस्तो लाग्छ। तर हार्डवर्क र डेडिकेटेड चाहिँ हुनुपर्छ किनभने बिना हार्डवर्क त यो यहाँसम्म पुग्न चाहिँ मलाई इजी लाग्दैन। अब गाह्रो त छ, म त्यो कुरालाई पनि मान्छु, तर फर्स्ट अटेम्पमै फाइनल पुग्न चाहिँ त्यति हार्ड छ जस्तो पनि मलाई लाग्दैन किनभने मेहनत र परिश्रमले जे कुराहरू पनि सफल गर्न सकिन्छ जस्तो लाग्छ मलाई। तर अब आउने नेक्स्ट इन्टेकहरूलाई पनि फर्स्ट अटेम्पहरू जो भिड्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ गाह्रो छैन यो फाइनलसम्म पुग्न र होप चाहिँ हार्नु हुँदैन भन्न चाहन्छु।